सर तपाईले भर्खरै घुस खानुभयो त घुस रकम तपाईको खल्तीभित्र छ हैन हैन सर यसो हो सर पैसा कोकोलाई बान्नी हो भन्दिनु हो कसैले बाँडेको नि छैन बहिनीसँग लिएको हो मैले चाहिँ बहिनीलाई नै फिर्ता गरिदिन्छु अरु चाहिँ मलाई यहाँ अख्तियारको टोली छ तपाई प्रहरीको नियन्त्रणमा हुनुहुन्छ अब तपाई प्रहरीको नियन्त्रणमा हुनुहुन्छ अब ए अनि कति जति लाग्छ उहाँको त रेटै 22,000 हो टायरमा लिफ्टमा दुईटैमा फेल भयो भने पनि हुन्छ कि हुन्छ त्यो टेन्सन हुँदैन हैन हैन आइहाल्ला न है म एकदम उसमा परे यहाँ के अरे गण्डकी छड्केको उसमा परे सर सोर्स फोर्सतिर जानुभयो क्या अहिले त चल्दैन यहाँ मैले राख्दिनँ के सर मेरो पैसा हैन म राख्दिनँ किन लिएको त हैन बहिनीले राख्न दिएको थिएँ राख्न दिएको बहिनीलाई बोलाऊ 22,000 चाहिँ दिनुपर्छ लिखित पास गराएको एउटा रेट छ ट्रायल सहित पास गराएको अर्को रेट छ तपाईँ कार्यालय प्रमुख होइन कि तपाईँलाई पनि आउँछ पैसा आउँदैन मलाई कहिले नै आएन आउँदैन तपाईँ ट्रायलमा पनि बस्नुहुन्छ लिखितमा पनि बस्नुहुन्छ तर तपाईँको कर्मचारी तपाईँको अगाडिको कोठाको काउन्टरबाट कार्यालय समयमा कार्यालय पोसाकमा काउन्टरमा बसेर घुस लिन्छन् तपाईँको आडस ढाडस नभइकन यत्रो आँट आउँछ सर बिल्कुलै छैन मेरो कुनै ढाडस छैन तपाईँले त्यस्तो कुरा त मसँग गर्नु मिल्दैन सर नबिल्ला मैले त गरिसकेँ अब के गर्ने हजुर तपाईले चाहिँ छापामार शैलीले चाहिँ उ गर्नुभयो मलाई छापा हान्न त अख्तियारको टोली छ त यहाँ छापामार शैली भयो क्या तपाईँको त तपाईँको लिखित पास यो पैसा दिएपछि हुन्छ अनि त्यस्तो त मलाई लाग्दैन तपाईँले नलाग्न पायो तर यहाँ भइसक्यो उहाँहरूको अब सेटिङ नै पुरै यातायातमै सेटिङ हुँदो रहेछ यहाँबाट मान्छे सप्लाई गर्ने सेवाग्राही सप्लाई गर्ने तपाईँले हजुरले बोल्नै दिनुहुन्न आफूले मात्र कुरा गर्नुहुन्छ प्लिज सर सर म आफ्नो मात्रै बोलेछु काम गर्छन् पाल्पामा चाहिँ म मिलाइदिन्छु भन्नुभयो फोन गर्नु भन्नुभयो अनि मैले चाहिँ अब जस्तै त्यहाँ आउने ट्राफिकहरूले पनि क्यामेराहरू लिएर आउनुहुन्छ ट्राफिक त स्वयं संलग्न छ ट्राफिक त स्वयं यो सेटिङमा छ अनि ट्राफिकले आएर क्यामेरा लिएर नाटक गरेर हुन्छ होइन त्यो त्यसै सेटिङमा छ पैसा यही छ यही छ राख्नुहोस् न पैसा के भने मैले तपाईँलाई पैसा मैले बहिनीलाई नै रिटर्न होइन होइन पैसा राख्नुहोस् है त्यस पैसा राख्नुहोस् है सर उहाँले नियन्त्रणमा लियो पैसा उहाँ र यातायात व्यवस्था कार्यालयका कर्मचारी पक्राउ परेका छन् गण्डकी छड्के विथ अपिल त्रिपाठीको साथमा मेरो विश्वास सधैँ नेपाल फर्निचर ढुक्क वर्षौं वर्षलाई